नमस्ते साथीहरू, आज म तपाईलाई एउटा उन्नत स्तर, एउटा स्मार्ट प्रणाली र एउटा प्रो लेभल परियोजनाको बारेमा बताउन गइरहेको छु, जहाँ तपाई आफ्नो आय पोर्टफोलियो मात्र बढाउन सक्नुहुन्न, तर तपाई र तपाईको टोलीले स्मार्ट, स्थिर र जोखिममुक्त विश्वव्यापी स्तरमा आफ्नो आय पोर्टफोलियो पनि बढाउन सक्नुहुन्छ। साथीहरू, यस भिडियोमा म तपाईलाई बताउन गइरहेको अद्भुत प्लेटफर्मलाई जेनोभा प्रो एआई भनिन्छ। हो साथीहरू, बुद्धिमान डिजिटल ट्रेडिङको भविष्य जेनोभा प्रो एआई भर्खरै संयुक्त राज्य अमेरिकाबाट विश्व बजारमा सुरु भएको छ र यो सुरु हुने बित्तिकै यसले सम्पूर्ण विश्वव्यापी बजारलाई समेटेको छ। जीवनका सबै क्षेत्रका नेताहरू यसलाई देख्ने बित्तिकै सामेल हुँदैछन्। त्यसैले साथीहरू, जेनोभा प्रो एआई को यो उत्कृष्ट योजना प्रस्तुतिकरण भिडियोमा स्वागत छ। यदि हामी जेनोभा प्रो एआई को बारेमा कुरा गर्छौं, अर्थात कम्पनीको एबाउट अस, तब यो सबै समयको नम्बर 1 डिजिटल ट्रेडिङ प्रणाली हो साथीहरू। यो उन्नत एआई प्रविधिद्वारा सञ्चालित अर्को पुस्ताको प्लेटफर्म हो। यो वास्तविक समय बजार बुद्धिमत्ता र स्वचालित व्यापार अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। डिजिटल व्यापारलाई सरल बनाउन कृत्रिम बुद्धिमत्तालाई स्वचालनसँग जोडिएको छ। यसले सुरक्षित, पारदर्शी र भरपर्दो पारिस्थितिक प्रणाली प्रदान गर्दछ। कम्पनीको लक्ष्य र दृष्टिकोण स्पष्ट छ। कम्पनीको प्राथमिक उद्देश्य भनेको अत्याधुनिक एआई प्रविधि प्रयोग गरेर विश्वभरका मानिसहरूलाई सजिलो र सुरक्षित व्यापारिक विधिहरू प्रदान गर्नु हो, ताकि सबैले भाग लिन सकुन् र नाफा कमाउन सकुन्। र यदि हामी यसको दृष्टिकोणको बारेमा कुरा गर्छौं भने यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा विश्वसनीय नाम बन्ने आकांक्षा राख्छ, भविष्य सिर्जना गर्दै, जहाँ कृत्रिम बुद्धिमत्ताले सबैलाई आफ्नो सम्पत्ति बढाउन मद्दत गर्दछ। र साथीहरू, कम्पनीका सीईओ को कुरा गर्दा उहाँ श्री माइकल एन्डरसन हुनुहुन्छ। फिनटेक, आर्टिफिशियल इन्टेलिजेन्स र डिजिटल इनोभेसनमा 15 वर्षभन्दा बढी अनुभव भएका एक उल्लेखनीय व्यक्तित्व। उहाँ एक दूरदर्शी व्यापारिक नेता हुनुहुन्छ, दीर्घकालीन वृद्धिको लागि प्रतिबद्ध हुनुहुन्छ। साथीहरू, कम्पनीको कुरा गर्दा यो एक एआई आधारित डिजिटल व्यापारिक कम्पनी हो। यसको मुख्यालय संयुक्त राज्य अमेरिकामा छ। कम्पनीको इमेल ठेगाना support@zenovaproi.com र वेबसाइट www.zenovaproi.com हो। साथीहरू, यदि हामी कम्पनीको जोइनिङ प्याकेजको बारेमा कुरा गर्छौं भने तपाईले आफ्नो आईडी धेरै सानो रकमले सक्रिय गर्न सक्नुहुन्छ, केवल $5 देखि $50,000 सम्म। साथीहरू, यदि हामी कम्पनीको आम्दानीको प्रकारको कुरा गर्छौं भने कुल 8 प्रकारका आम्दानी हुन्छन्। पहिलो आम्दानी दैनिक स्व आय, दोस्रो आम्दानी स्व आरओआई बुस्टर, तेस्रो आम्दानी प्रत्यक्ष बोनस, चौथो आम्दानी एकपटके स्तर आम्दानी, पाँचौं आम्दानी दैनिक स्तर आम्दानी, छैटौं आम्दानी श्रेणी र पुरस्कार, सातौं आम्दानी तलब आम्दानी र अन्तिम 8औं आम्दानी टोकन आम्दानी हो। त्यसो भए साथीहरू, यी सबैको बारेमा एक एक गरी जानौं। त्यसैले साथीहरू, पहिले दैनिक स्व आयको बारेमा जानौं। साथीहरू, यहाँबाट तपाईले दैनिक 3% सम्म प्रतिफल कमाउन सक्नुहुन्छ। यसले तपाईलाई एआई प्रयोग गरेर सजिलै आफ्नो कमाई दिनेछ। अब सोही आरओआई बुस्टर आम्दानीको बारेमा कुरा गरौं। साथीहरू, यहाँ यसले तपाईको लगानीमा दैनिक आम्दानी बढाउन मद्दत गर्छ। तपाई यो दुई तरिकाले गर्न सक्नुहुन्छ। उदाहरणका लागि, योजना 1 मा तपाईको आईडी सक्रिय भएपछि तपाईले 7 दिनभित्र $100 को 5 वटा प्रत्यक्ष आईडी सक्रिय गर्नुपर्नेछ। त्यसपछि तपाईले 4% सम्म दैनिक स्व आय पाउनुहुनेछ। अनि साथीहरू, योजना 2 मा तपाईको आईडी सक्रिय भएपछि तपाईले 7 दिनभित्र $100 को 10 वटा प्रत्यक्ष आईडी सक्रिय गर्नुपर्नेछ। त्यसपछि तपाईले 5% सम्म दैनिक स्व आय पाउनुहुनेछ। अनि साथीहरू, सबैभन्दा रोचक आम्दानीको बारेमा कुरा गर्दा यो प्रत्यक्ष बोनस आम्दानी हो। साथीहरू, जब तपाई कसैलाई प्रत्यक्ष रूपमा प्रायोजन गर्नुहुन्छ, तपाईले उनीहरूको सामेल हुने प्याकेजबाट प्रत्यक्ष 10% प्रत्यक्ष रेफरल आम्दानी प्राप्त गर्नुहुनेछ। तपाई असीमित प्रत्यक्ष प्रायोजकहरूलाई प्रायोजन गरेर असीमित आम्दानी कमाउन सक्नुहुन्छ। अब एक पटकको स्तरको आम्दानीको बारेमा कुरा गरौं। त्यो 10 स्तरको रेफरल आम्दानी हो। तपाईको टोली बढ्दै जाँदा तपाईले स्तर 1 बाट 10% कमाउनुहुन्छ। त्यसपछि तपाईले स्तर 2 बाट 3%, स्तर 3 बाट 2% र स्तर 4 बाट 2% कमाउनुहुन्छ। त्यसैगरी तपाईले तलबाट सबै 10 स्तरहरूबाट स्तर आम्दानी प्राप्त गर्नुहुनेछ। अब दोस्रो स्तरको आम्दानीको बारेमा कुरा गरौं, जुन दैनिक स्तर आम्दानी हो। साथीहरू, तपाईले आफ्नो 20 स्तरको रेफरल टोलीबाट उनीहरूको आम्दानीको माथि दैनिक यो आम्दानी प्राप्त गर्नुहुनेछ। उदाहरणका लागि, तपाईले स्तर 1 बाट 15% प्राप्त गर्नुहुनेछ। त्यसपछि तपाईले स्तर 2 बाट 10% प्राप्त गर्नुहुनेछ।
त्यसैगरी तपाईले स्तर 4 बाट 2% प्राप्त गर्नुहुनेछ। त्यसैगरी तपाईले तलबाट सबै 20 स्तरहरूबाट स्तर आम्दानी प्राप्त गर्नुहुनेछ। अब यदि हामी श्रेणी र पुरस्कार आम्दानीको बारेमा कुरा गर्छौं भने तपाईले श्रेणी प्राप्त गरेपछि यो आम्दानी प्राप्त गर्नुहुनेछ। उदाहरणका लागि कांस्य श्रेणीको लागि तपाईको कुल टोली व्यवसाय $5000 हुनुपर्छ, साथै 5 प्रत्यक्ष प्रायोजकहरू ती सबै $100। त्यसपछि तपाईले पुरस्कारको रूपमा $100 प्राप्त गर्नुहुनेछ। त्यसैगरी सिल्भर श्रेणीको लागि तपाईको कुल टोली व्यवसाय $10000 हुनुपर्छ, साथै अर्को प्रत्यक्ष प्रायोजक अर्थात् 6 प्रत्यक्ष प्रायोजकहरू ती सबै $100। त्यसपछि तपाईले पुरस्कारको रूपमा $300 प्राप्त गर्नुहुनेछ। त्यसैगरी तपाईले अन्य सबै श्रेणी र टोली आकारहरूको लागि प्राप्त गर्ने पुरस्कारहरू स्क्रिनमा देख्न सक्नुहुन्छ। साथीहरू, अब पुरस्कार प्राप्त गर्ने शर्तहरू बुझौं। तपाईको टोली व्यवसायको 40% बलियो लेगबाट हुनुपर्छ र बाँकी 60% अन्य सबै लेगहरूबाट हुनुपर्छ। अनि साथीहरू, अब तलब आम्दानीको बारेमा कुरा गरौं। साथीहरू, तपाईले यो आम्दानी मासिक प्राप्त गर्नुहुनेछ। जब तपाईको प्रत्यक्ष व्यवसाय $1000 को हुन्छ, तपाईले 6 महिनाको लागि $20 तलब प्राप्त गर्नुहुनेछ। त्यस्तैगरी जब तपाईको प्रत्यक्ष व्यवसाय $2000 बराबरको हुन्छ, तपाईले 6 महिनाको लागि $40 तलब प्राप्त गर्नुहुनेछ। त्यसैगरी तपाईले स्क्रिनमा मासिक तलब आम्दानी देख्न सक्नुहुन्छ। र अन्तमा साथीहरू, टोकन आम्दानी बुझौं। साथीहरू, तपाईले कम्पनीको टोकन ZPA टोकन देख्दै हुनुहुन्छ, जुन तपाईले आफ्नो आईडी सक्रियतासँगै प्राप्त गर्नुहुनेछ। उदाहरणका लागि $5 बराबरको आईडी सक्रिय गर्दा 100 ZPA टोकनहरू प्राप्त हुनेछन्। त्यसैगरी $10 बराबरको आईडी सक्रिय गर्दा 200 ZPA टोकनहरू प्राप्त हुनेछन्। त्यसैगरी तपाईले स्क्रिनमा सक्रियता प्याकेज र सँगै रहेका टोकनहरू पनि देख्न सक्नुहुन्छ। प्याकेज जति ठूलो हुन्छ त्यति नै धेरै टोकनहरू प्राप्त गर्नुहुनेछ। र साथीहरू, रोचक कुरा के हो भने तपाईले चाहनुहुन्छ भने यो टोकनलाई डलरमा रूपान्तरण गर्न सक्नुहुन्छ। उदाहरणका लागि यदि तपाईले 500 ZPA टोकनहरू रूपान्तरण गर्नुभयो भने तपाईले $5 प्राप्त गर्नुहुनेछ। त्यसैगरी तपाईले प्रत्येक टोकनको लागि कति डलर प्राप्त गर्नुहुनेछ भनेर स्क्रिनमा देख्न सक्नुहुन्छ। साथीहरू, यहाँ तपाईले कम्पनीको केही रोडम्याप हेर्न सक्नुहुन्छ। यसले आगामी वर्षहरूमा के गर्ने योजना बनाएको छ। उदाहरणका लागि 2026 मा आधिकारिक ZPA टोकन सुरु हुनेछ। 2027 मा क्रिप्टो वालेट सुरु हुनेछ। 2028 मा विकेन्द्रीकृत विनिमय DEX, NFT र Web3 एकीकरण हुनेछ। र साथीहरू, 2030 मा एक केन्द्रीकृत विनिमय CEX सुरु हुनेछ। साथीहरू, अन्तमा केही नियम र शर्तहरू जानौं। साथीहरू, यहाँ न्यूनतम सामेल हुने प्याकेज $5 हुनेछ। अधिकतम प्याकेज $50,000 हो। न्यूनतम निकासी रकम $10 हो। तपाई कुनै पनि समयमा निकासी गर्न सक्नुहुन्छ। निक्षेप र निकासी USDT BEP 20 मा हुनेछ। तपाईले बराबर वा ठूलो प्याकेज सक्रिय गर्नुभयो भने मात्र ROI बुस्टर लागू हुनेछ। स्तर आय प्राप्त गर्न प्रत्येक स्तरमा प्रत्यक्ष प्रायोजक हुनु आवश्यक हुनेछ। निकासी शुल्क 5% हुनेछ। तपाईले आफ्नो मूलधन र नाफा जुनसुकै बेला निकाल्न सक्नुहुन्छ। तपाईको मूलधन निकाल्दा कुनै शुल्क लाग्ने छैन, तर नाफा निकाल्दा 5% सेवा शुल्क लाग्नेछ। त्यसैले साथीहरू, यो जेनोभा प्रो AI को पूर्ण व्यापार योजना थियो। धन्यवाद साथीहरू, धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला।